नयाँ सरकारलाई म धेरै कुरो गर्दिनँ। अब रेमिटेन्स घट्नेवाला छ किनकि विश्व एउटा टर्मोइलमा छ। अहिले नर्मल कोर्समा वर्ल्ड छैन, हामी नर्मल कोर्समा छैनौँ। त्यसो भएपछि हाम्रो खर्च अब रेमिटेन्सबाट आउने इकोनोमी हो। हाम्रो इकोनोमी मान्छेले कमाएर पठाएको पैसाबाट चलेको छ। अब पैसा घट्छ, पैसा घटेपछि तपाईँले सरकारी पैसा पनि घटाउनु पर्यो। त्यसको निम्ति दुईटा काम गर्नुहोस् तपाईँ। एउटा, सरकारले घर बनाउन छोड्नु, सरकारी घरहरू भएकै घरबाट काम चलाउनुहोस्। भवन विभाग भन्ने सरकारले बनाउँछ, त्यो विघटन गरिदिनुहोस्। सरकारले प्लानिङ कमिसन भनेर राखेको छ, त्यसले 2-4 अरब बजेट कन्ज्युम गर्छ। त्यो प्लानिङ कमिसन भन्ने विघटन गरिदिए हुन्छ। ब्युरोक्रेसी छ, यो ब्युरोक्रेसीलाई 50% घटाइदिनुहोस् किनकि रासोपासँग 2/3 मेजोरिटी छ। इट इज हिस्टोरिक। यो मेजोरिटी तपाईँलाई त्यहाँ तलब र भत्ता खान पठाइदिए होइन, जनताले काम गर्नको लागि दिए हो। र म अर्को कुरा भन्छु, सांसदले तलब भत्ता खाने होइन। मैले यो भन्नको लागि भनेको छैन। किन भनेको छैन भने कांग्रेस र कम्युनिस्ट पार्टीले हिजो राजनीतिलाई व्यावसायिक बनाए, आम्दानीको स्रोत बनाए राजनीतिलाई। रासोपाले पनि त्यही बनाउने हो भने अलग कुरो, नत्र भने सांसदले खाने तलब भत्ता खानुपर्ने जरुरत छैन। तपाईँ सरकारले खाने खर्च गर्ने खर्च जति पनि छ ब्युरोक्रेसी घटाउनुहोस्, सांसदको तलब भत्ता नील गर्नुहोस्। खान पाइँदैन किनकि यो व्यवसाय होइन। पैसा कमाउन व्यवसाय गर्नुहोस्, व्यापार गर्नुहोस्, चिया पसल थाप्नुहोस्, पाउनुहुन्छ तपाईले। तर म फुल टाइम पोलिटिक्स गर्ने, किन गर्ने फुल टाइम पोलिटिक्स, के को निम्ति गर्ने? दुनियाँमा कहीँ पनि कुनै पनि डेमोक्रेटिक कन्ट्रीमा फुल टाइम पोलिटिक्स हुँदैन। यही नेपाल हो जहाँ लाटो देशको गाँडो तन्देरी हुन्छन् मान्छे। म फुल टाइम पोलिटिक्स व्यापार हो, व्यवसाय हो। त्यसैले जब तपाईँ व्यापार व्यवसाय गर्नु न, तलब कसरी पाउनुहुन्छ, तपाईँ आम्दानी कसरी हुन्छ? अनि साथीहरूले मलाई भन्ने गर्छन् कहिले कहिले, अनि उसको पनि त पेट छ नि, उसले पनि त खानु पर्छ नि। हो, खानु त पर्छ, ठिक हो कुरो। खानालाई तिमीले कमाई अर्को तिम्रो हुनुपर्छ। तिमी कमाऊ, व्यापार गर, व्यवसाय गर, उद्योग खोल, सर्भिस सेल गर, त्यहाँबाट पैसा कमाऊ। लग्जरी लाइफ, प्राडो पजेरो चढ, कमाएर हवाईजहाज चढेर हिँड, हामीलाई केही आपत छैन। तर जनताको ट्याक्स संसदमा बसेर आफै निर्णय गरेर आफ्नो तलब आफै तोक्दै खान पाइँदैन। यो अनैतिकता हो। आजसम्म नेपालको राजनीति अनैतिकहरूले चलाए। अब हामी सुधारको अपेक्षा गर्छौँ। त्यसैले पहिलो डिसिजन नै बालेनजीको सरकारले सांसदको तलब भत्ता खारेज गरोस्। न्यूनतम कसैलाई आउने जाने भाडै छैन भने त्यो हेर्ने कुरो अलग्गै हो। अविवेकी यहाँ कोही छैनौँ हामी विवेकपूर्ण निर्णय गर्छौँ, हामीलाई त्यो आउँछ। तर यदि देशलाई आजकै स्थितिमा नर्मल कोर्समा म हिजो जसरी हिँडाएको छु त्यसै गरेर हिँडाउँछु भनेर सोच्ने हो भने यो देश चल्नेवाला छैन।